एउटा विद्यालयमा नवराज नाम गरेका एक विद्यार्थी थिए जो चाहिँ पढाइमा त्यति मन राख्दैनथे। एक दिनको कुरा हो, नवराज साथीहरूसँग कक्षामा हल्ला गर्दै बसेका थिए। त्यति नै बेला सर आएर भन्नुभयो, यो नवराज एउटा कुहिएको आलु जस्तै हो, जो आफू पनि बिग्रेको छ र अरूलाई पनि बिगार्छ। त्यति सुनेपछि सबै साथीहरू कलल हाँसे। त्यो बेला नवराज एकदमै नर्भस भए र त्यो दिनबाट सोचे कि म यो सरभन्दा माथिको पोस्टमा पुगेर देखाउँछु। साँच्चै नै नवराजको पढाइमा परिवर्तन आउन थाल्यो। यतिकैमा उनी स्कुलबाट एसएलसी सकेर कलेजको लागि सहरतर्फ लागे। उनीहरू सबैजना साथीहरू बेग्ला बेग्लैतर्फ लागे। उनले यति मेहनत गरे कि उनी 23 वर्षको उमेरमा नै अफिसर बने। उनी आफ्नो काममा व्यस्त रहन थाले। त्यतिकैमा उनी एक दिन समय निकालेर आफ्नो गाउँतर्फ लागे। त्यो बेला उनले आफ्ना ती पुराना शिक्षकलाई भेटे, तर उनले पहिला सरले भनेको कुरा सम्झिरहेका थिए। सरले भन्नुभयो, नवराज, तिमीले त सबै साथीहरूले भन्दा छिटो प्रगति गरेछौ नि। त्यति नै बेला नवराजले भने, यो त सब हजुरको कारणले भएको हो सर। यदि मलाई हजुरले त्यो बेला त्यति गाली गर्नुभएको थिएन भने म अहिले यो ठाउँमा पुग्दिन थिएँ। यो सुनेर सर दङ्ग पर्नुभयो। साँच्चै नै कुनै कुनै गालीले पनि एउटा सकारात्मक बाटो लिन्छ। त्यस्तै नवराजको जीवनमा पनि त्यस्तै घटना घट्यो। हामीले हरेक कुरालाई सकारात्मक नजरले हेऱ्यौँ भने सकारात्मक बाटोमै जानेछौँ। तर हामीले कसैलाई पनि गाली गर्नु पर्दा एकछिन सोचेर मात्रै गाली गर्ने गरौँ, ताकि हामीले गाली गरेको मान्छेलाई जीवनभरि इख नबनोस्। तपाईँलाई यो कथा कस्तो लाग्यो? कृपया सुनेर सल्लाह सुझाव भने दिनुहोला। धन्यवाद।